नमस्ते साथीहरु, स्वागत छ हाम्रो युट्युब च्यानल टेक्नो इन नेपालीमा। साथीहरु, यो फागुनमा चाहिँ नयाँ निर्वाचन हुन जाँदैछ। त्यसैले निर्वाचन आयोगले नयाँ सूचना जारी गरिसकेको छ र सूचना तपाईले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ। यो सूचना चाहिँ भर्खर जारी गरेको छ र जति पनि साथीहरुको चाहिँ भोटर लिस्टमा नाम छैन भने अनलाइन मार्फत तपाईले सजिलैसँग आफ्नो नाम चाहिँ दर्ता गर्न सक्नुहुनेछ। उमेरको हकबन्दी भनेको 16 वर्ष पुगिसके पछाडी 16 वर्ष पुगेका नेपाली जनता अथवा उहाँहरूले चाहिँ नागरिकता लिइसक्नु भएको छ भने त्यस्तो व्यक्तिले चाहिँ अनलाइन मार्फत सजिलैसँग भोटर लिस्टमा चाहिँ आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ। र त्यसैगरी यो अनलाइन फर्म चाहिँ तपाईले बिदाको दिनमा चाहिँ अनलाइन फर्म भर्न सक्नुहुन्न र अनलाइन फर्म चाहिँ बिहानको 8 बजेदेखि बेलुकाको 6 बजेसम्म यो अनलाइन खुल्नेछ, जहाँ तपाईले सजिलैसँग यस भोटर लिस्टमा चाहिँ आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ। र त्यसैगरी तपाईहरुको भोटर लिस्टमा नाम छ कि छैन चेक गर्न जान्नु भएको छैन भने यसको मैले अलरेडी एउटा भिडियो बनाइसकेको छु। भिडियोको लिंक चाहिँ तपाईले आई बटनमा रहेको छ। त्यो भिडियो हेर्दै तपाईले आफ्नो भोटर लिस्टमा नाम छ कि छैन चेक गर्न सक्नुहुनेछ। र साथीहरु, त्यसैगरी आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई चाहिँ भोटर लिस्टमा चाहिँ आफ्नो नाम कसरी दर्ता गर्ने भन्ने कम्प्लिट जानकारी लिएर आएको छु। सो तपाईहरु पनि बुझ्न चाहनुहुन्छ भोटर लिस्टमा चाहिँ आफ्नो नाम कसरी दर्ता गर्ने, त्यसको लागि पनि भिडियोलाई अन्तसम्म हेर्नु होला। र त्यसैगरी च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य नै च्यानललाई सब्स्क्राइब गर्नु होला। साथीहरु, भोटर लिस्टमा नाम कसरी दर्ता गर्न सकिन्छ भन्ने जानकारीको लागि पनि म तपाईलाई मोबाइल स्क्रिनतिर लादै छु। साथीहरु, भोटर लिस्टमा नाम दर्ता गराउनको लागि चाहिँ तपाईले आफ्नो मोबाइल अथवा ल्यापटपबाट सजिलैसँग नाम दर्ता गराउन सक्नुहुन्छ र मोबाइल अथवा ल्यापटपमा रहेको कुनै पनि ब्राउजर ओपन गर्नु होला। र साथीहरु, ब्राउजर ओपन गरिसके पछाडी यहाँ सर्च बारमा गएर तपाईले नेपाल इलेक्सन कमिसन लेखेर सर्च गर्दिनु होला। र साथीहरु, सर्च गरिसके पछाडी पहिलो नम्बरमा यो वेबसाइट आउनेछ, तपाईले देख्न सक्नुहुनेछ इलेक्सन कमिसन नेपाल रहेको छ र यसमा चाहिँ तपाईले क्लिक गर्दिनु होला। र साथीहरु, क्लिक गरिसके पछाडी यहाँतिर तपाईले देख्न सक्नुहुन्छ वेबसाइटमा रहेको छ निर्वाचन आयोग रहेको छ। वेबसाइटमा दिएका सूचनाहरू हेर्न चाहनुहुन्छ भने यो वेबसाइटमा तपाईले बुझ्न सक्नुहुनेछ। र त्यस्तैगरी नाम दर्ता गर्न चाहनुहुन्छ भने चाहिँ यहाँ सेकेन्ड नम्बरमा रहेको छ नाम दर्ता प्री रजिस्टर भन्ने रहेको छ। यहाँतिर तपाईले क्लिक गर्दिनु होला। र साथीहरु, क्लिक गरिसके पछाडी तपाईहरु नेक्स्ट पेजमा जानुहुनेछ। केही बेर चाहिँ थोरै चाहिँ लोडिङको टाइम लिनेछ भने त्यस्तैगरी यहाँ तपाईले देख्न सक्नुहुन्छ मेरो चाहिँ मोबाइलबाट ओपन गरिरहेको छु। ल्यापटपबाट गर्दै हुनुहुन्छ भने अझ सजिलो हुनेछ। निर्वाचन आयोग रहेको छ र नयाँ दर्ता रहेको छ। तपाईहरु चाहिँ नयाँ दर्ता गराउन चाहनुहुन्छ भने चाहिँ यहाँतिर तपाईले नयाँ दर्तामा क्लिक गर्नु होला। र याद गर्नु होला यो नयाँ दर्ता गर्नको लागि चाहिँ उमेरको हकबन्दी भनेको 16 वर्ष रहेको छ। 16 वर्ष भएको र उहाँहरूले चाहिँ नागरिकता लिएको व्यक्तिहरूले मात्र नाम दर्ता गर्न सक्नुहुनेछ। र त्यस्तैगरी आफ्नो मोबाइल नम्बर यहाँ हाल्नु होला भनिरहेको छ। यहाँतिर तपाईले आफूले जुन मोबाइल नम्बर प्रयोग गरिरहनु भएको छ त्यो मोबाइल नम्बर यहाँ लगाउनु। साथीहरु, मोबाइल नम्बर राखिसके पछाडी यहाँतिर तपाईले एरोमा क्लिक गर्दिनु होला र जुन मोबाइल नम्बर राख्नु भएको छ त्यो मोबाइल नम्बरमा चाहिँ एउटा ओटीपी कोड आउनेछ। त्यो ओटीपी कोड यहाँ लगाउनु होला। साथीहरु, ओटीपी कोड राखिसके पछाडी तपाईहरु यस पेजमा आउनुहुन्छ। यो पेजमा आएर यहाँतिर तपाईले नयाँ दर्ता भन्ने देख्न सक्नुहुन्छ। नयाँ दर्तामा क्लिक गर्नु होला। यहाँ तपाईले आवेदन पूर्व ध्यान दिनुपर्ने कुराहरू रहेको छ। नेपालमा भर्नुपर्ने फिल्ड नेपाली र त्यो अंग्रेजी भर्नुपर्ने फिल्डमा अंग्रेजी राख्नुपर्छ भनिरहेको छ। सबै कुराहरू दिइरहेको छ भने त्यस्तैगरी नेपाली भर्नुपर्ने फिल्डमा नेपाली युनिकोन ट्रेड लेआउट सबै यो दिइरहेको छ। यसलाई तपाईले सबभन्दा पहिला ख्याल गरेर राम्रोसँग पढ्नु होला र तब मात्र तपाईले यहाँ चाहिँ टिक लगाएर सुरु गर्नुस् भन्ने अप्सन रहेको छ। सुरु गर्नुमा तपाईले यहाँ क्लिक गरेर यो फर्मलाई भर्नुपर्ने हुनेछ। र साथीहरु, तपाईले टिक गरिसके पछाडी यहाँ सबै विवरणहरू चाहिँ तपाईले दिनुपर्ने छ। जति पनि यहाँ स्ट्राइक लागिरहेको छ, तारा दिइरहेको छ रातोमा, यो चाहिँ तपाईले भर्नुपर्ने हुन्छ। जस्तै यहाँ प्रदेश रहेको छ, प्रदेशमा तपाईले यहाँ क्लिक गर्नु होला र तपाईले जुन प्रदेशको हुनुहुन्छ त्यो प्रदेश सिलेक्ट गर्नु होला। जस्तै जिल्ला रहेको छ, तपाईले जुन जिल्लाको हुनुहुन्छ त्यो तपाईले जिल्ला चाहिँ सिलेक्ट गर्नु होला। जस्तै यहाँ मैले सिलेक्ट गरेँ। र त्यस्तै गाउँपालिका नगरपालिका के रहेको छ त्यो तपाईले यहाँ चाहिँ सिलेक्ट गर्नु होला। यसरी सिलेक्ट गरेपछि वडा नम्बर कुन वडा नम्बर रहेको छ त्यो वडा नम्बर चाहिँ यस्तो प्रकार सिलेक्ट गर्नु होला। र मतदान स्थल नाम भनिरहेको छ, यहाँतिर तपाईले क्लिक गर्नु होला। तपाईको क्षेत्रमा चाहिँ जुन मतदान केन्द्र रहेको छ त्यसको नाम दिनेछ। तपाईले सिलेक्ट गरेर यहाँतिर तपाईले अर्को पेज भन्नेमा क्लिक गर्नु होला। र त्यस्तैगरी यहाँ मतदाताको नाम भनिरहेको छ, तपाईको आफ्नो नाम राख्नु होला।
पहिलो नाम, बीचको नाम र थर राख्नुहोला। पहिलो नाममा नाम राख्नुहोला, बीचमा चाहिँ कुनै नाम छ भने त्यो नाम राख्नुहोला। यो चाहिँ नेपालीमा दिइरहेको छ। नेपालीको ठाउँमा तपाईँले नेपाली भर्नुपर्ने छ, इङ्ग्लिसको ठाउँमा तपाईँले इङ्ग्लिस भर्नुपर्ने छ र त्यस्तै गरी पति पत्नी छ भने राख्नुपर्ने बुवा आमाको। यो चाहिँ पति पत्नीको राख्नुपर्ने भने बाध्यता छैन किनकि यहाँ स्ट्राइक लागेको छैन र त्यस्तै गरी बुवा आमाको नाम राख्नुहोला, बाजेको नाम राख्नुहोला र लिङ्ग सेलेक्ट गर्नुहोला। जस्तै यहाँ तपाईँले क्लिक गर्नुहोला पुरुष महिला र अन्य रहेको छ र त्यस्तै गरी मोबाइल नम्बर राख्नुहोला र ठेगाना इमेल एड्रेस राखेर तपाईँले यहाँतिर अर्को पेजमा क्लिक गरिदिनु होला र यो सबै विवरणहरू तपाईँले भर्दै जानुहोला र त्यस्तै गरी नागरिकताको विवरण रहेको छ। यस पछाडि पहिलो तपाईँले स्थायी ठेगाना र व्यक्तिगत विवरण, नागरिकता विवरण र त्यस्तै गरी अपाङ्गता रहेको भएमा भन्ने रहेको छ, सम्पर्क स्थल र पुरानो नामावली रहेको छ। यो तपाईँले कम्प्लिट गरेर यहाँबाट तपाईँले कन्फर्म गरिसके पछाडि भने बायोमेट्रिकको लागि भने निर्वाचन आयोग जहाँ नजिकै तपाईँलाई पर्छ त्यहाँ गएर तपाईँले बायोमेट्रिक चाहिँ दिनुपर्नेछ। तब मात्र तपाईँको चाहिँ निर्वाचन आयोगकोमा चाहिँ तपाईँको नाम चाहिँ दर्ता हुनेछ। साथीहरू यो सजिलो तरिकाले तपाईँले सजिलैसँग यस वेबसाइट मार्फत आफ्नो नाम चाहिँ दर्ता गर्न सक्नुहुनेछ। साथीहरू मसँग अहिले कुनै पनि नाम चाहिँ दर्ता गर्ने नभएकोले मैले दर्ता गर्न पाएको छैन र नेक्स्ट भिडियोमा भने म तपाईँलाई यो कम्प्लिट नाम दर्ता गरेर देखाउने छु। कुनै व्यक्ति पाएकोमा साथीभाइ यहाँ जो छन् उहाँहरूको भएको खण्डमा म तपाईँलाई यो सबै भरेर कम्प्लिट जानकारी पनि दिनेछु।